बहिनी बहिनी ओ बहिनी हजुर जेठान बहिनी त आज घरमा छैन के काम थियो र म त यसो तिज पनि लागिसक्यो यसो निम्तो भन्न आएको थिएँ बहिनी भान्जीहरूलाई पठाइदिनु होला है त ए अनि ज्वाइँलाई चाहिँ छैन नि त बहिनी र ज्वाइँमा पनि यत्रो भेदभाव हेर्नु है जेठान अलि होस् गर्नु फेरि चौकीमा गएर रिपोर्ट लेखाउनु पर्ला यहाँ चाहिँ तपाईँ यसरी आयोगमा नआउनु न तपाईँले कुरै बुझ्नु भएको छैन के मैले के कुरा बुझ्नु पर्यो जेठान मैले भान्जी र बहिनीहरूलाई मात्रै निम्तो भन्नुको अर्थ त्यो दिनमा चाहिँ तपाईँ र म यता गाउँमा कता कता छन् शुद्धिहरू तिनीहरूलाई यसो भेट्न जाम्ला भनेर पो त ए जेठान ल ल ओके डन 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 गराउनु न ल माता